www.laliguras.com नेपाली सांगीतिक जगतमा धेरै गीत सङ्गीत रेकर्डिङ गरिसक्नु भएका अत्यन्तै सुमधुर आफ्ना सङ्गीतहरू भर्न सफल भएका कलाकार बालनन्द राईको हामी स्टुडियोमा छौँ। उहाँले धेरै नै गीत सङ्गीतहरू रेकर्ड गर्दै आइरहनु भएको छ। पछिल्लो पटक उहाँका गीतहरू उहाँले गर्नुभएका रेकर्डिङ गीतहरू विभिन्न अवार्डहरू प्राप्त गरिसकेका छन् र अझै पनि केही गीतहरू बजारमा त्यत्तिकै चर्चामा छ। पछिल्लो पटक उहाँको स्टुडियोमा कलाकारहरू निकै चर्चित कलाकारहरूको आवाजहरू रेकर्ड हुन्छ र आज म यही क्रममा उहाँसँग पुग्ने प्रयास गरेको छु र केही कुराकानीहरू सोध्ने प्रयास गरेको छु। उहाँसँगको विशेष कुराकानी यति बेला जोड्दैछु। स्वागत छ तपाईँलाई यो लालीगुराँस टिभीको विशेष संवादमा। धन्यवाद। केमा व्यस्त हुनुहुन्छ आजभोलि? केमा व्यस्त भन्ने अब मैले काम गर्ने नै म्युजिक गीत सङ्गीत हो होइन। हजुर। गीत सङ्गीत म गर्छु प्लस मेरो रेकर्डिङ स्टुडियो पनि भएको हुनाले म यी दुईवटा रेकर्डिङ स्टुडियो प्लस म्युजिक कम्पोजिसन मा बिजी छु। अहिलेसम्म कतिवटा गीतको चाहिँ कम्पोजिसन गर्नुभयो? अब कुरा गर्ने हो भने म एकदमै मेरो विगत हेर्ने हो भने चाहिँ म गायक हो पहिला है। म 50 सालतिरदेखि रेडियो नेपालमा म गीत गाउन थालेको हो र मैले त्यतिखेरै 50 सालतिरै मेरो गीतहरू हिट पनि भएको थियो। रेडियो नेपालबाटै बजेर पनि हिट भएको थियो। पछि मैले जो म्युजिक गर्थेँ म त्यो टाइममा म्युजिक गर्थेँ त्यतिखेर, तर मैले छतमा नामहरू राखिदिन्थेँ। अब मलाई सङ्गीतकारको रूपमा अगाडि आउनु थिएन। मलाई जस गायकबाट अगाडि आउने मलाई राम्रै थियो। त्यही भएर मैले त्यो टाइममा चाहिँ मैले मेरो म्युजिकहरू मैले कतिपय छतमा नामबाट राखेको छु होइन। त्यो भएको हुनाले मैले यो उतार्दै भनौँ अहिले जीवनको होइन, किनभने अराउन्ड 50 भनेको त उतार्दै हो। यो टाइममा चाहिँ मैले अहिले म्युजिक मात्रै गर्छु। पहिला चाहिँ धेरै गीत गाउनु, मलाई धेरैले डमीहरू गीत गाएको सुनेर डमीहरू सुन्नुहुन्छ तपाईँले कस्तो राम्रो गाउनु हुँदो रहेछ भन्छन् होइन। तर म गीत गाउने नै हो र म राम्रो गाउँदा गाउँदै पनि म किन त्यो अरूले गीत गाउनु लाउँछु भन्दाखेरि मैले गाइसकेँ। म अब कि त म एउटा कुरो के भन्दाखेरि मलाई मान्छेले केमा चाहिँ बेसी रुचाइरहेछ भन्नेतिर ध्यान जान्छ मेरो होइन। एकदम त्यही भएर मैले म्युजिक मात्रै अहिले गर्छु। अहिलेसम्म कतिवटा गीतको म्युजिक गर्नुभयो याद छ? मैले याद छैन, त्यस्तो याद छैन होइन। पुग्यो होला 400-500 पुग्यो। 400-500 गीत, 400-500 गीत म्युजिक गर्नुभयो। एल्बमहरूको टोटल्ली अब नाम चाहिँ बरु लिन सकिन्छ। अहिलेसम्म चलेको अब जस्तो तपाईँले म्युजिक गरेर चाहिँ अत्यन्तै चर्चामा आएको, धेरै दर्शक श्रोताले मन पराएको मैले गरेको गीतहरू अब बेसी त्यो आधुनिक अलिक स्लो भएको हुनाले मन पराएको छ। मन कस्तो मेरो श्रोताहरू फरक खालको छ होइन। म म्युजिकमा कसरी बिजी छु भन्दाखेरि जस्तै तपाईँको मैले म्युजिक गरेँ भने, म्युजिकको कामहरू गरेँ भने तपाईँले म सन्तुष्टि दिन्छु होइन। तपाईँको काम मैले चित्तबुझ्दो गर्छु। तपाईँले चित्तबुझ्दो काम गरेपछि के गर्नुहुन्छ त भन्दाखेरि तपाईँले मेरो पोजिटिभ कुरा लानुहुन्छ अर्कोलाई लगेपछि त्यो मान्छे मौका आउँछ होइन। म सुपर हिट अथवा मैले गरेको गीतहरू सुपर हिट छैनन् तैपनि सुन्न लायक सन्तुष्टि दिने खालका भएर म बिजी पक्कै पनि छु एकदम होइन। अहिले मैले सोलो एल्बमै मैले करिब 12वटा जस्तो गरिसकेँ। 12वटा सोलो एल्बमहरू म्युजिकहरू भने अब ती अझै छ, अझै गरिरहेको छु मैले। भने मैले काम किन पाउँछु भन्दाखेरि मेरो गुड विल होइन, काम मैले विश्वासमा अलिकति त्यही मैले काम चाहिँ म राम्रै दिन्छु, आउटपुट चाहिँ राम्रै दिन्छु एकदम। सकभर अरूलाई पनि राम्रो गीत चाहिँ गर्नु, राम्रो कलाकारसँग गाउनु भन्ने तपाईँको चाहिँ धारणा हुन्छ। बिल्कुल त्यो हो। प्लस खर्च किन अनावश्यक गराउनु होइन। यो क्षेत्र धानिरहेको हुन्छ गीतकारहरूले हो। एकदम उसको कटौती कसरी, खर्च कटौती कसरी गर्ने भन्नेतिर पनि ध्यान जान्छ एकदम होइन। त्यो भएको हुनाले अहिले जोस रोजाइमा परिरहेको छु। यस राम्रो गीत सङ्गीतमा चाहिँ तपाईँको नजर जान्छ। गीत यस्तो हुन्छ, गीत चल्नलाई अनेक किसिमको दाउपेच गर्न पर्ने हुन्छ। अब टिभीदेखि भिडियो बनाउनु पर्यो, भिडियो बनाएर चाहिँ खर्च गरेर त्यहाँनिर देखाउनु पर्यो। टिभीमा देख्यो भने नै चल्ने रहेछ भन्ने कुरो पनि होइन। तर चल्नु र राम्रो हुनु फरक कुरो हो भन्ने कुरो मेरो सिद्धान्त छ।
अन्तिममा धेरै दर्शकलाई तपाईँलाई हेरिरहनु भएको छ, विशेषतः सामाजिक सञ्जालमा अत्यन्तै अगाडि बालनन्द राई होइन, धेरैले फलो गरिराख्नुहुन्छ। अब त्यसको अझ भन्नु पर्दाखेरि तपाईँ भर्खर उमेरले 50 कट्नुभयो भन्नुहुन्छ, तर सामाजिक सञ्जालमा भर्खरको ठिटो जस्तो लाग्छ, किनकि धेरैले तपाईँलाई पट्याएर हुन्छन् होइन, कतिको फ्यान बनाउनु भएको छ? मेरो कस्तो भने फ्यानहरू धेरै हुनुहुन्छ। कस्तो फ्यान यस्तो हुन्छ, कस्तो भने म अनलाइन बस्दिनँ फेसबुकमा, फेसबुक कुरा गर्दा एकदम एकदम अनलाइन बस्दाखेरि जसले पनि फ्यानहरूले हाई हेलो गर्छन्, उहाँहरू सबैको उत्तर दिन सकिँदैन। त्यो त्यसको सेफ साइड के त भन्दाखेरि अफलाइन बस्यो पुरै एकदम होइन, शान्त भयो। अरू कुरो अफलाइन हुँदा पनि कसैले फोन मेसेज गर्नुहुन्छ भने उहाँहरूसँग म बोल्छु होइन, त्यो भएको हुनाले उहाँहरू हो तपाईँ त त्यस्तो सेलिब्रिटी मान्छे कस्तो जवाब दिनुहुन्न होला भनेर दिनुभयो होइन। अनि अलिकति फरक खालको स्वभाव हुन्छ भन्दाखेरि फेसबुकमा यहाँनिर अहिले प्रचण्डै चलाउँछ र फेसबुकमा छ भने ऊ पनि हामी जस्तै हो, किनभने यो प्लेटफर्म नै फेसबुक हो नि त। जब हामी निस्किन्छौँ आफ्नो आफ्नो कर्म क्षेत्रमा, त्यसपछि को कमल सरगमको हो, बालनन्द राईको, कमल अर्यालको हो भन्ने कुरो त्यहाँनिर थाहा हुन्छ होइन। फेसबुकभित्र जस्तै स्कुल त्यही हो। अब म त्यो ठुलो सानो भन्ने नै होइन, फेसबुक मैले स्कुलमा कुरो गर्दै थिएँ होइन, स्कुलमा एउटै क्लासमा सबै विद्यार्थी एउटै हो क्या होइन, स्कुलमा एउटै क्लासका विद्यार्थी एउटै लेभलका हुन्। अब फेसबुकमा पसिसकेपछि साथी बनाइसकेपछि साथीको लिस्टमा बनाइसकेपछि ठुला साना भन्ने नै हुँदैन भन्ने मेरो मान्यता छ र म त्यो मान्यता मेरो अर्कै खालको अलिकति धेरैले तपाईँ साह्रै सोझो हुनुहुँदो रहेछ, साह्रै इमान्दार, सोझो पनि होइन म बाङ्गोको लागि होइन, तर अब नमस्ते भन्दाखेरि नमस्ते, सन्चै हुनुहुन्छ सन्चै छु भन्दा के चाहिँ बिग्रिन्छ भन्ने मेरो कुरो हो। उहाँहरूको भनौँ न फलोवर्सहरूको चाहिँ यति नै भनिदिँदैनन्, सिन हुन्छ तर रिप्लाई हुँदैन भन्ने खालको गुनासो। त्यसरी म ठुलो हुँ भनेको त तपाईँहरूले बनाउनु भएको हो नि भनिदिन्छु क्या म ठुलो हुँ भन्ने कुरो म आफै भन्दिनँ। म ठुलो हुँ, ठुलो तपाईँहरूले देख्नु हुँदो रहेछ भन्ने कुरो तपाईँहरूको प्रतिक्रियाबाट जान्ने हो मैले। त्यो जान्नलाई त आफू गमक्क परे पनि भएन नि, किनभने यो राजै चाहिँदैन भनेपछि राजै हटाइसके ठाउँमा हामीले के जान्नुपर्छ भन्दाखेरि आफूलाई सम्मान गर्ने मान्छेले इज्जत गर्नुपर्ने रहेछ भन्ने कुरो अनेक पाटाहरू छन् जीवनका। म त गाउँमा जन्मिया मान्छे होइन, गाउँमा कस्तो हुन्छ अब त्यो ठुला साना भन्ने कुरो त्यही छुटिन्थ्यो। त्यो मान्यताबाट म बच्चैमा मेरो सबै खालका साथी होइन। अनि मेरो आमाले पनि मेरो आमाले के भन्नुहुन्थ्यो भने मौका पाएँ म पनि प्लेन उडाउँछु भन्नुहुन्थ्यो कि हावाई उडाउँछु भन्नुहुन्थ्यो, के गर्नु पढ्न पाइनँ भन्नुहुन्थ्यो। ती कुराहरू मलाई हरेक चिज चाहिँ के रहेछ त मौका रहेछ होइन। अहिले स्टुडियो गइरहनु भएको छ, प्लेनै उडाउनु पर्ने रहेछ भन्ने बुझ्यो नि त। अब अलिकति व्यवसाय पाटोतिर जाउँ होइन, व्यवसाय कतिको फर्स्ट आएको छ तपाईँको? व्यवसाय फर्स्ट आएको भनेर के भन्ने, मैले अघि नै पनि प्रसङ्ग जोडिहाल्छु। व्यवसाय फर्स्ट आउनु नपर्छ गीतकारहरूको हातमा छ। एकदम गीतकारहरूलाई खुसी दिन सकियो भने व्यवसाय फर्स्ट आयो। म्युजिक भनेको कस्तो चिज हो भने, अथवा क्रिएटिभ यो हामीले गरेर काम भने, मैले एकदम राम्रो म्युजिक गर्छु अथवा मेरो स्टुडियोमा एकदम राम्रो रेकर्डिङ हुन्छ भनेर मैले भन्ने होइन कि, त्यो त ऐना जस्तो देखिने चिज हो नि। एकदम हो कि होइन? हो एकदम। अब दाइले थोरै कुरा अब त्यहाँबाट मोड्छु, सामाजिक सञ्जालमा नजिकको कुरा जोडिहालेँ, कतिको प्रेम प्रस्ताव आउँछ यो उमेरमा चाहिँ? प्रेम भन्ने कुरो प्रेमको उमेर हुँदैन। हजुर, त्यही भएर भनेको मैले। त्यो भएर आउँछ अनि के भन्नुहुन्छ? एक दुईजनाले मैले झुट पनि बोलेको थिएँ, बिहे गरेको छैन भनेर त्यो टाइपको कुरा गर्छु। मलाई गर्नु न त भन्नुहुन्थ्यो उहाँहरू होइन। बिहे चाहिँ होइन, मैले लभ म्यारेज गरेको भएर बिहे नगरेको भनेको भनिदिन्छु। हजुर, रमाइलो हुन्छ त्यो अभियसली, झुकाउँदाखेरि पनि एउटा मजा बेग्लै हुन्छ होइन। त्यहाँ भनेको त मागेर गर्ने चलनलाई जोड दिन्छु, तर म त भागेको दिन्छु कि भनेपछि त्यसलाई बिहे नभनौँ भन्ने तपाईँको धारणा होइन? भागी बिहा हो, विवाहले अक्सर माघीसँग जोडिन्छ होइन। त्यही भएर जिन्दगी के हो जस्तो लाग्यो? जिन्दगी एउटा भोगाई हो। वास्तवमा जिन्दगीलाई दुईटा शब्दमा अर्थाएर पुरा हुँदैन मान्छेले, किनभने म अहिले खुसी छु भने मैले जिन्दगी भनेको एकदम बिन्दास ह्याप्पी हो भन्ने हुन्छ। मलाई
थोरै टेन्सन भयो जिन्दगी पनि झुर यस्तो पनि जिन्दगी त्यहीँनिर फरक हुन्छ जिन्दगीको अर्थ जिन्दगी परिभाषा भनेको हामीले व्याख्या गरेर हुँदैन परिस्थितिले जे खेलाइरहेको हुन्छ जिन्दगीलाई जे गर्न लागिरहेको त्यही हो जिन्दगी अन्तिममा दर्शकलाई के भन्नुहुन्छ दर्शकलाई धेरै धेरै धन्यवाद कमल सरगम यहाँनिर आउनुभयो मेरा कुराहरू राख्न मौका दिनुभयो अथवा रहर गर्नुभयो मलाई पनि भन्न रहर थियो उहाँको मिडिया मार्फत होइन यो 2-4 कुरा सेयर गर्न पाएँ तपाईँहरू सबैको सदा सुख होस् उन्नति होस् एकले अर्कालाई सम्मान गर्ने बानी बसालौँ भन्ने मेरो मान्यता हो हुन्छ तपाईँको आशीर्वाद हामीलाई पनि लागोस् धन्यवाद